जब आमाले अक्षता बनाएर टिको लगाइदिनु भयो नि गाइस, तब बल्ल मलाई मेरो बर्थडे जस्तो फिल भयो। किनकि मलाई चाहिँ माने अक्षता बिना यो बर्थडे चाहिँ अधुरो जस्तो लाग्छ। अनि हामीले सोचेका थियौँ मन्दिर जाने भनेर। यो मन्दिर चाहिँ हामीहरू कहिल्यै गएका थिएनौँ। यो रोड कति बार क्रस गर्थ्यौँ तर यो मन्दिर पसेकै थिएनौँ। अनि आज टक्क जुरेको पनि बर्थडेको दिन अनि जाने भनेर हामी दुईजना चाहिँ निस्क्यौँ। उसले चाहिँ अब ड्युटी जानुभएको थियो चाहिँ खाना खाएरै आउनु भएछ। अनि मैले चाहिँ खाएकै थिइनँ। धन्नै पूजा गर्दा पनि 12 जस्तो पार भएको थियो ऊ आइपुग्दा त। अनि गएर मन्दिरमा पूजासुजा गरेँ। यति राम्रो मन्दिर त गाइस सबै राम्रो, तर यहाँ गएर चाहिँ एउटा सुकुन जस्तो मिल्ने के। अनि यता पूजा गरिसकेर मैले चाहिँ लगेकी थिएँ मोली धागो एउटा बाँधिदिन्छु गाछमा भनेर, त्यो पनि बाँधेँ। पूजासुजा गरेर चाहिँ अब घर जान भनेर हामी निस्क्यौँ। उता हस्बेन्डले मलाई जिस्काइराख्नु भएको थियो, म हेर्नु न नाटक उसको चाहिँ अब। अनि त्यसको बादमा अब बर्थडेको दिन माइत नगई कसरी बस्नु। मन्दिरबाट आउँदाखेरि चाहिँ घर पसेर हेरेको त पिताको हातमा तामल र कटारी त छँदैछ। बहिनी सुतिरहेर चाहिँ हामी गएको सुनेर जुरुक्क उठे। मिठाई चाहिँ अब नलगेदी त कहाँ भयो बर्थडेको दिन। अरू बेला जाँदा गाइस म यहीँ छु चाहिँ म केही लान्न, साँचो भनेकी। तर बर्थडेको दिन जाँदा चाहिँ यता मिठाई बोकेर गएँ। किनकि बहिनीले अब सबसे सानी बहिनी छ, बहिनीले आश गर्छ भनेर। भोक त लागेर खरो भएको थियो। यता माले पस्किदिन थाल्नु भात सात पनि खाएँ। ससुराले आएर चाहिँ ज्वाइँलाई खान मन लाग्यो अरे पास्ता। अनि माले उता बनाएर दिनुभयो, जा लगिदे भनेर। अनि मैले ल्याएर दिएँ। अनि एकछिन माको सामने बसेर, अब माको सामने बस्न पाउँदा त के खोज्नु है, बसेर गाना गाइरहेकी थिएँ। त्यतिमा भाउजू आइपुग्नु भयो। थ्याङ्क यू। त्यति गर्दा नगर्दा जाने बेलामा सास पर्न आँटेछ। गाइस मलाई मेरो दादाले धेरै सपोर्ट गर्छ भिडियो बनाऊ भनेर। यहाँ भनिरहेछ कि अम्बुलाई मैले कति भनेको घुम्न जाऊ, यता जाऊ उता जाऊ, भिडियो बनाऊ अपलोड गर रामसी भनेर भनिरहेको थियो। अब दादाले धेरै नै सपोर्ट गर्छ कि। हुन्छ त गाइस, भेट्नेछु नेक्स्ट एउटा भिडियोमा।